हेलो साथीहरू है हामी चाहिँ हाकताको के भन्नु हामी चाहिँ हाकताको टपमा छौँ अहिले धेरै टपमाथि छौँ यसो घुमघाट गर्दैछौँ होइन सर आज विशेष गरेर हाम्रो के भन्छ हाकताको कस्तो राम्रो लाग्यो क्या हेर्नु त यहाँ ब्यागको वाल छ यहाँ यस्तो ठाउँ आएर यस्तो बनाउनु पर्यो भने एकदम मन कस्तो आनन्द प्रसिद्ध हुन्छ अब छुट्टीमा यसमा हिँड्दैन जस्तो छ सर्भिस क्या बवाल छ मैले फर्स्ट टाइम हो सर केही भनिदिनु न हाम्रो आज हामी गोल्डन विकको बिदामा चाहिँ यसो हामी साथीहरू मिलेर घुम्न आइरहेको छौँ नयाँ ठाउँमा नयाँ अनुभव नयाँ चाहिँ ठाउँ यस्तो रमाइलो ठाउँ रहेछ अहिले हामी कहाँ छौँ अहिले हामी हाकताको यो सपिङ सेन्टरको टपमा धान खेती पनि छ है त्यो धान रोपिरहेको रहेछ होइन रोप्ने होला यहाँ धान रोप्छ पछि गरे वा आलुको बिउ यहाँ चाहिँ खोर्सानीको बिउ राखिरहेको छ है त्यो डल्ले खोर्सानी यहाँ धान ओ फर्सी पनि छ है आजको के हो त्यो वा पानीको मोल चाहिँ वा हामीले अहिले खाइरहेको पानीको मोल खाने यो 10 तला माथि है हाकताको स्टेसनको 10 तला माथि हो यो 10 कि 15 तला माथि होला होइन त्यस्तै हो